नेपाल सरकारले हिजो सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्री परिषदका सदस्यहरूको सम्पत्ति विवरणका साथ आजको विशेष बुलेटिनमा स्वागत छ। यस पटकको विवरणमा प्रधानमन्त्री बालेन शाहको आम्दानीको स्रोतले सबैलाई अचम्मित पारेको छ। उनले फेसबुक, युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालबाट हुने कमाईलाई आफ्नो मुख्य आय स्रोतको रूपमा उल्लेख गरेका छन्। प्रधानमन्त्रीको बैंक खातामा 1 करोड 46 लाख रुपियाँ मौजदात हुनुका साथै उनको परिवारको नाममा 190 तोला सुन र विभिन्न जिल्लामा उल्लेख्य जग्गा जमिन रहेको छ। मन्त्री परिषदका अन्य सदस्यहरूमध्ये शिक्षा मन्त्री सस्मित पोखरेल 24 करोडभन्दा बढीको सम्पत्तिसहित सबैभन्दा धनी देखिनु भएको छ भने उद्योग मन्त्री गौरी कुमारीसँग 180 तोला सुन रहेको खुलेको छ। युवा मन्त्रीहरूको रुचि भने घरजग्गा भन्दा शेयर बजारमा बढी देखिएको छ, जहाँ अर्थमन्त्री डा स्वर्णिम वाग्ले र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको ठूलो लगानी रहेको छ। यद्यपि मन्त्री सीतावादीको विवरणले उनी अझै पनि सामान्य जीवनयापन गरिरहेको देखाउँछ। पारदर्शिताका लागि सार्वजनिक गरिएको यो 9 किलोभन्दा बढी सुन र करोडौंको शेयर विवरणले अहिले देशभर चर्चा र बहस सिर्जना गरेको छ।